पुती पनि नचाहिने हातले खेलाउनु पनि नपर्ने मजाको रहेछ त लाडो त। हातले खेलायो भने के पाइन्छ हो? अनि मजा आउँछ अरे त। हो र? त्यही भन्छन् खै आफूले त सुनेको छैन। अनि तपाईँ हातले पनि नखेलाउने अनि पुती पनि नखोज्ने कस्तो लाडो हो तपाईँको? खोजिरहेछ हो अब बल्ल त 22-23 वर्ष भयो, अब 25-26 वर्षतिर खोज्नु पर्ला। अनि तपाईँ त चिकी बुढो हुनुभएछ, तपाईँ झुट बोल्नुभएछ क्या। अब चिकी बुढो जस्तो भन्दै 23 वर्ष भयो भनिरहेछु। अनि यसो म खाली छु, यसो मलाई पर्पस हान्नु न, म अनि कलमा ल्याउँछु, म तपाईँको लाडो चुसिदिन्छु, तपाईँले मेरो पुती चाट जिब्राले खेलाइदिनु होला। अनि त्यसपछि तपाईँलाई नि मजा, मलाई नि मजा, अनि तपाईँको लाडाको पानी सरर झर्छ, मेरो पुती अनि सरर झर्छ। फेरि यो लाडाको पानी झऱ्यो नि म पिउँछु होइन, अनि यो मेरो पुतीको पानी झऱ्यो नि तपाईँ गरेर स्वाट्ठ पिउनुपर्छ ल। हो र? ल के छ विचार यसो भनिहाल्नु त, अनि म फेरि अरूलाई नि इन्टरभ्यू ल्याउँछु, मिलाउने हत्या छ। ल हुन्छ नि, किन नहुनु भने। ढुङ्गो खोज्दा देउता भेटिन्छ भने होइन? ल छिटो भन्नु त। अनि भने त मैले ढुङ्गो खोज्दा देउता भेटिन्छ भने किन अनि नभन्ने। त्यसो भए मलाई अहिले इनबक्समा नम्बर फालिहाल्नु है। त्यसको ल हुन्छ, फलो ब्याग दिनु ल तिमी। फेरि यदि मसँग बुढो बन्न चाहन्छु भन्न, यहाँ यतिजनाले 107 जनाले सुनिरहनु भएको छ। अहिले फेरि त्यहाँ भएन भने म तपाईँलाई फेरि कारबाही गर्छु नि। यहाँ मैले सबै मोबाइलमा टिपेर राखिसकेको हो, बुझ्नुभयो? हो र? ल राखिराख। तपाईँको कुरा यति समझ त भयो। अब म सुन्न चाहन्छु 4 नम्बरेसँग न्युट खोल्नु। 4 नम्बरे म उहाँसँग अरू इन्टरभ्यू ल्याउँदैन, एउटा सिधै इन्टरभ्यू ल्याउने। 4 नम्बरे न्युट खोल्नु। 4 नम्बर सोल्टी होइन, तपाईँको कानमा लाडाको र त्यो आज फिलिपिनको पुती थोपार्नु भयो क्या हो? 6 नम्बर 4 नम्बर सोल्टी। यो मान्छेको यार मुखबाट सुनेर त अचम्मको लाग्यो यार। 4 नम्बर सोल्टी, म हजुरसँग एउटा कुरा सुन्दा, हजुरको घर चाहिँ कहाँ पर्यो? खम्बगाडीको छेउमा हो। नेपाल कुन ठाउँ हो भनेर सोधिरहेको छु। जहाँ खम्बगाडीको चाहिँ त्यही छेउमा हो। अरे नाम त भन्नु न, घरको ठाउँको नाम छैन? घरको नाम त्यही त खम्बगाडे भन्छ सबैले। अरे नेपाल हजुरको घर कुन ठाउँ हो भनिरहेको छु। नेपाल हजुर काठमाडौँमा। काठमाडौँ जब गर्नुहुन्छ कुवेतमा। अनि 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 हजुर कुवेतमा होइन चाहिँ हौ, कुवेतमा भए त मायालाई भेट्न आइहाल्थ्यो नि। अहिले दौडेर पुरै कन्डम 2टा बोकेर एउटा त फाट्यो भने त आपत परिहाल्छ। अनि सुन्नु न, अनि त्यसो भए तपाईँ दुबई हुनुहुन्छ होइन? माया कुन अनि ठाउँमा हो? ल केटाहरूलाई ट्याङ पठाइदिनु पर्यो, सबै लाइन लगाएर माया केटाहरू चुप लागिन, कन्डम लगाएर मैले रेडी हो त। इन्टरभ्यू लिइरहेको छु, हजुरले उत्तर दिनु। अनि तपाईँ म्यारिड हो कि अनम्यारिड हो भनिहाल्नु त छिटो फटाफट। एउटै क्वेसन कि सबैलाई सोध्छ? म त्यसो भन्नु न, तपाईँ म्यारिड हो कि अनम्यारिड हो? हजुर न्युटमा बसे लाडै जस्ता रहेछन् चिक्ने। अब मिलन न्युट खोल। मिलन त चाहिँ दुबईमा छ न, तेरो घर पनि थाहा भयो, तर बिहा पनि भएको छैन, तँलाई इमुमै सोधेको होइन। सुन, तैँले चाहिँ दुबईमा कति केटी चिकिस भन् त मलाई। कति केटी चिके रे? म त तेरो पुती हेर्दै लाडो छोल्दै भाइ, सिधा कुरा। अनि तैँले चाहिँ कहिले हेरिस् है मेरो पुती भन् त? कहिले हेर्ने? हेर्नेले हेरिसक्यो, नहेर्नेले खालि। अनि त मसँग लभ गर्न चाहन्छस् त? ल पाइजन म्याच चिने म बोलम ल पार्ने।
अनि त मेरो पासपोर्ट त हेरिसकिस् अनि तँलाई चाहिँ मेरो पासपोर्ट कस्तो लाग्यो त भन् त पाठ पूर्जा चाहिँ राम्रै छ तर रातो रातो म्याटोले त्यो भित्र त मेरो पुरै लाडो छिर्नु पर्यो म्याटोले फेरि मजा आउँथ्यो त माच्ने 1 घन्टासम्म छोड्ने थिला जसलाई है 2 किन 3 छोड्ने 4 5 6 7 8 यो कुवेतमा रहेछ यो मान्छे 2 3 4 5 6 8वटा नम्बर छ कुवेतमा रहेछ तर म ल्याउँदिन है नम्बर यो युजरले नम्बर नफाल्नु है यहाँ मैले अलि बोलाएको हानिदिन्छु दिने मन छ नि पर्सनल गरिदिनु होइन चिक्ने अलि लाडो काटिदिन्छु तिम्रो अहिले अनि तैँले त्यसो भए चिकेको छैनस् मेरै पुती हेरेर छोडेको छस् है तैँले लाडो नदेखाए म्याचकिङ उमर आउँदो नलैजा अलि लाडो देखाइछ नि म्याचकिङ अब ल अब तेरो कुरा पनि यहाँ सिद्धिएन तर म इमुमा छ मैले इमुमै कुरा गरौँला न ल अब यो माथि दाजु न्युट खोलेर यसो हजुरको बिहाको कस्तो भयो थियो त्यो बताइदिनु न हनीमुन कस्तो थियो बताउनु न दाजु हनीमुन सोध हनीमुन कुन ठाउँ बनाएको थियो कस्तो रमाइलो फिलिङ आएको थियो त्यही त ए यिनी दाइ चिनी के लाडो खेलाउनु लाखाने क्या हो यिनी दाइले त चिनी न्युटमा बसेर टोइलेटमा गएर लाडो खेलाइरहने लाडोमा यो बुढा मान्छेको त नि अरूले कुरा गर्दा नि लाडाबाट पानी तप तप चुन्छ अरे के यिनी लाडै खेलाउन गएछन् टोइलेटमा अरू केही होइन हेलो दाइ अब अरू 2 जनालाई ल्याउनु पर्छ ल ओ न्युट खोल्यो दाइलाई सोध न तिमी कहाँ हो माया ओ दाइ ओ दाजु न्युट खोला न चिक्नी लाडो झ्याम ओ दाजु लडाको झताराले हान त ओ दाजु ए रोका मेरो लाडो मन परेको परेन तँलाई तेरो लाडो त माछिनी भन्नुको छ माछिनी त्यही त म तेरो लाडोको पछि लाएर लपार भनेको नि त पनि टिकटकमा देखाइरहेको होइन म पनि टिकटकमा छाडा बोलिरहेको अरू केटासँग गर्ने गाह्रो हुन्छ तेरो र मेरो बानी पर्छ तर म बिहे गरौँ भनेको नि त माछी अनुहार हेरेर माया हुन्छ र नारायण पुरी जताबाट नि चिक्न डोज पुऱ्याए त भयो नि ओइ तैँले मिलन ओइ तँलाई चाहिँ कस्तो पुती मन पर्छ भन् त तँलाई चाहिँ कस्तो पुती मन पर्छ यो उत्तर दे त मलाई तेरो जस्तो पुती मन पर्छ मान्छे ओइ आजसम्म ओइ तैँले सुन्न तैँले ओइ कतिजनाको पुती हेरे हास मिलन नढाँटी भन् त कसम भन् त हाय पहिला त सुरुमा तेरो देखे होइन अनि वर्षाको देखे त्यो लाइममै अनि मोटीको देखे को मोटी लाइममै अनि मोटी को मोटी थ्याप्सी को थ्याप्सी हो भोजपुरे भन्छ मैले त के भन्नु त्यसको नाम भोजपुरे त होइन भोजपुरे त दुध मात्र देखाउँछ यो मिलन छेत्री दाइको घर चाहिँ कहाँ हो कसको रे मिलन छेत्री दाइको हे बीचमा नबोला न यार यसलाई सोध्दैछु म यो लाडाको बारेमा पुति सुन्न तैँले ओ टिकटकमा कति नाम भन् माछ्ने भतभत झापडे झाट आउँछु मिलन तैँले टिकटकमा चाहिँ कतिजनाको पुती हेरिस् नामसित भन् त यो माछिक्ने नि मर्यो बोका हो एक नम्बरको कति 50-100 त पुगा होला यो पुतीको भने नि यसलाई त जस्तो पुती नै मनपर्छ थाहा छ मिलने त्यस्तो चाहिँ यो त बोकै यो माछिक्ने यसले लाडो ठन्काएर देखाएको लाइफमा पनि माछिक्ने